यहाँहरू सम्पूर्णमा जय मसीह। म के मालुमगर म तपाईँहरूको सामने पवित्र शास्त्र बाइबलबाट म केही कुरा म हेर्दछु। एशियाको पुस्तक 46को 4 पदले बताउँदछ, तिमीहरूको बुढेसकालसम्म र कपाल फुलेको अवस्थासम्म म त्यही हुँ जसले तँलाई थाम्नेछ। मैले तँलाई बोलाएको हुँ र म तँलाई बोकेर हिँड्नेछु र तँलाई बचाउनेछु र छुट्याउनेछु। आमेन। यो वचन पढाइमा प्रभुले आशिष गर्नुभएको होस्। बोक्ने मानिसले नै बोकेर हिँड्नुपर्ने मानिसका हातबाट बनाएका देवताहरूका विपरीत। नम्बर 1, परमप्रभु हाम्रा सृष्टिकर्ता हामीलाई बोकेर हिँड्न सक्षम हुनुहुन्छ। उहाँले हाम्रा जीवनका सुरुवातदेखि नै हाम्रा हेरचाह गर्नु भएको छ, हाम्रा निम्ति निरन्तर काम गरिराख्नुहुन्छ र अन्तमा हामीलाई स्थिर राख्नुहुन्छ। तपाईलाई आजको भिडियो सन्देश कस्तो लाग्यो कमेन्ट गरिराख्नुहोला र तपाईँ नयाँ हुनुहुन्छ भने कृपया मेरो फेसबुक पेजलाई फलो गर्नुहोला र तपाईँ मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरिदिनुहोला। सबैलाई जय मसीह।